एकजना 13 वर्षको बच्चा आफूभन्दा 3 गुणा जेठी लेडीसँग माया प्रेम गर्छ। हजुर आउनुहोस् कुरा गरौँ एउटा यस्तो चलचित्रको। पहिला सुन्नुहोस् मेरो कुरा, त्यो पनि पुरा। एउटा समाजमा मध्यम वर्गको फ्यामिली बस्छ हैन। 13 वर्षको भरत नाम गरेको केटा र उसको फ्यामिली, र त्यही समाजमा एकजना युवती बस्न आउँछिन् मीरा नाम गरेको। तिनी मोडलिङ क्षेत्रमा अगाडि बढ्न चाहन्छन् र उनलाई आर्ट पनि गर्न आउँछ। उनले त्यो समाजमा छोटो छोटो कपडा लाउँछिन्, आफू स्टाइलिस बन्छन् र त्यो नजर समाजलाई पच्दैन र कतिपय पुरुषहरूले उसलाई नराम्रो नजरले हेर्छन् हैन। त्यसपछि भरत जुन अघि मैले तपाईँलाई जोडेँ, त्यो बच्चाले त्यो केटीलाई एकदमै मन पराउँछ, ऊ साथी बन्छन्। र तिनी युवती पनि जुन मीरा भनेको थिएँ मैले तपाईँलाई, मीरा पनि एक्लै हुन्छन् र भरत पनि एक्लै हुन्छ। दुईजनाले एक आपसमा माया प्रेम गर्छन् हैन। र एक दिन कारणवश त्यही हेर्दा हेर्दै भरतले मीराको अरूसँग शारीरिक सम्पर्क राखेको भिडियो हेर्छ। त्यसपछि के हुन्छ तपाईँले यो फिल्ममा हेर्न पाउनुहुन्छ। र कारणवश यो भिडियो हरेक ठाउँमा फैलिन्छ र त्यसपछि त्यो मीरालाई त्यहाँको समाजले हेर्ने दृष्टिकोण कसरी चेन्ज हुन्छ तपाईँले यो फिल्ममा हेर्न पाउनुहुन्छ। र अब हुन्छ के त हैन, मीराको र भरतको अब हुन्छ के, तपाईँले यो फिल्म हेर्नुपर्ने हुन्छ। फिल्मको नाम तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ। यो तपाईँले कुनै नेटफ्लिक्स, प्राइम, युट्युब तपाईँले कहीँ पनि हेर्न पाउनुहुन्न। तपाईँले कहाँ हेर्न पाउनुहुन्छ भन्दा तपाईँले नेटको सही सदुपयोग गर्न जान्नुभयो भने तपाईँले मजाले हेर्न पाउनुहुन्छ। र यस्तै यस्तै चलचित्रको बारेमा जानकारी लिन छ, जानकारी पाउनु छ भने मसँग कनेक्टमा रहनुहोला। त्यतिखेरसम्मको लागि मुभी क्लब नेपालबाट बिदा हुन्छु। हवस् त, नमस्ते।